हेलो फ्रेन्ड्स, आज हामी यो भिडियोमा क्लास 11 को सिभिल इन्जिनियरिङ को सब्जेक्ट अप्लाइड मेकानिक्स को स्ट्रक्चर्स एन्ड एनालाइसिस एन्ड स्ट्याटिकली डिटर्मिनेट बीम भन्ने च्याप्टर को कन्सेप्टहरु हामी एकदम सजिलोसँग बुझ्ने प्रयास गर्नेछौं र न्यूमेरिकल फोकस्ड भएर न्यूमेरिकलमा चाहिने कन्सेप्टहरु बुझ्ने प्रयास गर्नेछौं। सुरुमा चाहिँ हामीलाई जान्नुपर्ने हुन्छ टाइप्स अफ लोड अकॉर्डिंग टू इंटेंसिटी अफ लोड अथवा एक्टिङ मेकानिजम। यसमा टाइप्स अफ लोड अरु पनि छ, जस्तो लोडहरु डेड लोड, विन्ड लोड, लाइभ लोड, स्नो लोड, धेरै प्रकारको लोडहरु छ। त्यो हामीलाई इम्पोर्टेन्ट छैन। हामीलाई चाहिने भनेको टाइप्स अफ लोड अकॉर्डिंग टू इंटेंसिटी अफ लोड अथवा एक्टिङ मेकानिजम हैन। यसमा छ हाम्रो दुईवटा टाइप्सहरु छ, पोइन्ट लोड अथवा कन्सन्ट्रेटेड लोड र अर्को छ डिस्ट्रिब्युटेड लोड। डिस्ट्रिब्युटेड लोड भित्र पनि छ हाम्रो यूडीएल र यूभीएल। यसलाई हामीले हेरौँ है त। ल सुरुमा हेरौँ हामीले पोइन्ट लोड अथवा कन्सन्ट्रेटेड लोड। यो पोइन्ट लोड अथवा कन्सन्ट्रेटेड लोड भनेको के हो त भन्दाखेरि यो हाम्रो नाममै छ के यसको काम के हो भनेर। जस्तै कुनै पनि बीम छ एउटा हैन, कुनै पनि एउटा बीम छ, सर्टेन लेन्थको बीम छ। यो सिम्पली सपोर्टेड बीम हो। यसमा एउटा सपोर्ट भइहाल्यो। यो कुनै पनि बीममा एउटा सर्टेन पोइन्टमा एउटा सिंगल पोइन्टमा एउटा सर्टेन वेट लाग्छ भने, जस्तै यो पोइन्टलाई हामीले सी मानौं र यो पोइन्टमा डब्लु वेट लागिरहेछ भने, डब्लु वेट लागिरहेछ भने यो सिंगल पोइन्टमा लागेको लोडलाई के भनिन्छ? पोइन्ट लोड हैन। पोइन्ट लोड अथवा कन्सन्ट्रेटेड लोड। यो सिंगल पोइन्टमा लागेको भएर यसलाई के भनिन्छ? पोइन्ट लोड अथवा कन्सन्ट्रेटेड लोड। र यो पोइन्ट लोडको युनिट के हुन्छ भन्दाखेरि पोइन्ट लोडको युनिट चाहिँ न्यूटन अथवा किलोन्युटन हुन्छ। यसको युनिट चाहिँ न्यूटन अथवा किलोन्युटन है। ल अर्को छ हाम्रो डिस्ट्रिब्युटेड लोड। हैन, डिस्ट्रिब्युटेड लोड। डिस्ट्रिब्युटेड लोड भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि लोडिङ मेम्बर भनेको बीम हुन सक्छ हैन। हाम्रो यो च्याप्टरमा चाहिँ स्पेशली बीम हैन, बीमको एउटा सर्टेन लेन्थमा छरिएर लागेछ हैन, छरिएर लागेको लोड छ भने त्यसलाई के भनिन्छ? हामीले डिस्ट्रिब्युटेड लोड। र यो डिस्ट्रिब्युटेड लोड भित्र पनि टु टाइप्सका छन् हैन, दुई प्रकारको लोड्सहरु छन्, जसलाई यूडीएल अथवा यूनिफर्मली डिस्ट्रिब्युटेड लोड हैन। यो यूनिफर्मली डिस्ट्रिब्युटेड लोड भनेको चाहिँ के हो त? यो हेरौँ है त। यूनिफर्मली डिस्ट्रिब्युटेड लोड भनेको चाहिँ एकनासले छरिएको लोड हो। ल मानौं यो हाम्रो एउटा सिम्पली सपोर्टेड बीम भयो, यता हाम्रो हिन्ज सपोर्ट छ, यता हाम्रो रोलर सपोर्ट छ भने यो हाम्रो बीमको एउटा सर्टेन लेन्थमा यसको यो स्प्यानलाई याल मानौं हैन, यसको लेन्थलाई याल मानौं र यसको सर्टेन लेन्थमा युनिफर्मली डिस्ट्रिब्युटेड भनेको एकनासले छरिएर लागेको लोड। जस्तै मानौं यहाँदेखि यहाँसम्म हाम्रो लोड लागिरहेछ र यो लोड लाग्ने यो लोड इन्टेन्सिटी, यसको इन्टेन्सिटी भनेको इक्वल इन्टेन्सिटीको लोड लागिरहा हैन। जस्तै मानौं यहाँ 20 किलोन्युटनको लोड लागिरहेछ भनेपछि भने हैन, यो पोइन्टमा पनि 20 किलोन्युटनकै लोड लागिरहेछ हैन। एउटै इन्टेन्सिटीको लोड चाहिँ छरिएर लागिरहेछ, युनिफर्मली डिस्ट्रिब्युटेड भएर लागिरहेछ भने के भनिन्छ? यसलाई युनिफर्मली डिस्ट्रिब्युटेड लोड हैन। यसको युनिट चाहिँ के हुन्छ भन्दाखेरि यसको युनिट चाहिँ किलोन्युटन पर मिटर हैन, किलोन्युटन पर मिटर। जस्तै यसलाई चाहिँ न्यूमेरिकलमा कसरी देखाउँछ भन्दाखेरि यसो एरो देखाएर हैन, एरो देखाएर 20 किलोन्युटन पर मिटर यस्तै भनेर दिन्छ। हाम्रो यहाँ स्प्यान पनि हुन्छ, स्प्यान मानौं एक्जाम्पलको लागि लेट यो हाम्रो स्प्यान कति छ? 2 मिटरको स्प्यान छ, लेट गरौँ है त। अब यो युनिफर्मली डिस्ट्रिब्युटेड लोड, हामीले डिस्ट्रिब्युटेड लोडलाई चाहिँ न्यूमेरिकलहरु गर्दा चाहिँ हामीले यसलाई पोइन्ट लोडमा कन्भर्ट गर्नुपर्ने हुन्छ हैन। न्यूमेरिकलहरु गर्दा चाहिँ
डिस्ट्रिब्युटेड लोडलाई चाहिँ पोइन्ट लोडमा कन्भर्ट गर्नुपर्ने हुन्छ। अब हामीले नेक्स्ट भिडियोमा चाहिँ यसको न्युमेरिकलहरू गर्नेछौँ, त्यसको लागि चाहिँ यो जान्नुपर्ने हुन्छ। अब यो हेरौँ है त, यसलाई यो युनिफर्मली डिस्ट्रिब्युटेड लोडलाई हामीले पोइन्ट लोडमा कन्भर्ट गरौँ है त। अब यो लोड कस्तो टाइपको छ हेरौँ त, यसको सेप हेरौँ त। यसको सेप रेक्टेङ्गुलर टाइपमा भइरहेको नि त हैन। यो हाम्रो एउटा लेन्थ छ अथवा यसको बेस मानौँ हैन, रेक्टेङ्गल मान्यौँ भने यो बेस भयो। अनि यसको यहाँदेखि यहाँसम्मको यो हाइट भइहाल्यो हैन, यो यसको हाइट मानौँ रेक्टेङ्गल जस्तो टाइपमा भयो भने यसको पोइन्ट लोड हैन, यसको पोइन्ट लोड भनेको त कसरी निस्किन्छ भन्दाखेरि पोइन्ट लोड भनेको यसको एरिया निकाल्नु पर्ने हुन्छ। एरिया निकाल्दा के गर्नु पर्यो, अब यो बेस इन्टु यो हाइट, मतलब बेस इन्टु हाइट, मतलब यसको बेस कति छ, हाम्रो लेन्थ भनेको स्प्यान कति हो 2 मिटर हो, इन्टु हाइट भनेको कति हो हाइट, अथवा यो यसको हाम्रो यसको युडिएल इन्टेन्सिटी कति हो त भन्दाखेरि 20 किलोन्युटन पर मिटर हो नि, किलोन्युटन पर मिटर। यसको हाम्रो युडिएल को युनिट त के हो, किलोन्युटन पर मिटर हो भनेपछि किलोन्युटन पर मिटर। अब यो यहाँको मिटर र यहाँको मिटर काट्ने भयो हैन, यो दुईटा मिटर काट्यो। अब कति हुने भयो 2 2 जा 4 0 को 0 हैन, 40 किलोन्युटनको किलोन्युटन। यो हाम्रो के भयो, पोइन्ट लोड भयो। हामीले अब के गर्यौं, युनिफर्मली डिस्ट्रिब्युटेड लोडलाई एउटा पोइन्ट लोडमा कन्भर्ट गर्यौं भनेको 40 किलोन्युटन। हामीले यसरी युनिटले पनि थाहा पाउन सकिन्छ। जस्तै अघि के थियो हाम्रो लोड, यो युनिफर्मली डिस्ट्रिब्युटेड लोड हाम्रो 20 किलोन्युटन पर मिटर थियो, यसको युनिट के थियो किलोन्युटन पर मिटर। अब के छ हाम्रो यसको युनिट किलोन्युटन छ भनेपछि हाम्रो के भयो, अब यो हाम्रो पोइन्ट लोडमा कन्भर्ट भइसक्यो। पोइन्ट लोडमा त कन्भर्ट भयो। अब हाम्रो लोड चाहिँ कुन पोइन्टदेखि पास गर्छ त हैन, यो टोटल स्प्यानको कुन चाहिँ पोइन्टदेखि कति डिस्टेन्सबाट चाहिँ यो लोड चाहिँ यो 40 किलोमिटर भन्ने लोड चाहिँ पास गर्छ भनेर थाहा पाउनको लागि हामीले यो रेक्टेंगल हो भनेपछि हामीले यो भन्दा अघिल्लो च्याप्टरहरुमा सीजी निकाल्ने पढ्नु परिसक्यो होला सबैले, सीजी निकाल्ने हुन्छ हैन। जस्तै रेक्टेंगलको केसमा चाहिँ सीजी निकाल्नको लागि b/2 गरिन्छ भन्नुको मतलब ब्रेथ बेस हुन्छ नि, बेस हुन्छ जुन यो रेक्टेंगलको बेस बाइ 2 मतलब जो एक्जाम्पल गरे यसको लेन्थ कति छ अथवा यसको बेस कति छ 2 मिटर छ, 2 मिटर डिवाइड बाइ 2 भनेपछि 2 भन्दा 2 1 मिटर। यहाँदेखि यहाँ टोटल 2 छ भने यहाँदेखि यहाँसम्म यसको हाफ कति होला, हाफ भनेको 1 मिटर अनि यता हाफ भनेको 1 मिटर भनेपछि यो हाफ पोइन्ट 1 मिटर यहाँदेखि लोड लाग्ने भयो। कति लोड लाग्ने भयो 40 किलोन्युटन, 40 किलोन्युटनको लोड यो 1 मिटरदेखि 1 मिटरको यो देखि लाग्ने भयो। यसलाई के भन्ने हामीले पोइन्ट अफ एप्लिकेसन, यो पनि एउटा इम्पोर्टेन्ट टर्म हो अनि यसलाई चाहिँ बुझ्न जरुरी हुन्छ। अर्को चाहिँ छ हाम्रो यसैको भाग हैन, एउटा भयो हाम्रो युनिफर्मली डिस्ट्रिब्युटेड लोड युडिएल, युनिफर्मली डिस्ट्रिब्युटेड लोड। अर्को छ हाम्रो युनिफर्मली भेराइङ लोड बी मा युभिएल पनि भनिन्छ यसलाई, युनिफर्मली भेराइङ लोड। अब यो युनिफर्मली भेराइङ लोड भनेको चाहिँ के हो त भन्दाखेरि मानौं हामीसँग एउटा सिम्पली सपोर्टेड बीम छ, यो हिन्ज सपोर्ट यो रोलर सपोर्ट भने कुनै पनि बीमको एउटा सर्टेन लेन्थमा हैन, सर्टेन लेन्थमा युनिफर्मली एकनासले भेराइङ भनेको फरक इन्टेन्सिटीको लोड चाहिँ लागिराछ भने त्यसलाई भनिन्छ हामीले युनिफर्मली भेराइङ लोड हैन। जसमा चाहिँ के हुन्छ भन्दाखेरि मानौ यो हाम्रो बीम हो र यो हाम्रो बीममा यो एल भन्ने हाम्रो स्प्यानमा, एल भनेको हाम्रो यहाँदेखि यहाँसम्मको लेन्थ हो, यो स्प्यानमा हाम्रो एउटा युनिफर्मली भेराइङ लोड लाग्छ। यो कसरी लाग्छ भन्दाखेरि यहाँदेखि सुरु भएर यहाँसम्म एन्ड हुन्छ र यो ट्रायंगुलर शेपमा लाग्छ हैन। यो डिफरेन्ट इन्टेन्सिटी अफ लोडहरु हो हैन, लोडको फरक इन्टेन्सिटी र हामीलाई न्युमेरिकलहरुमा चाहिँ
मेन यो लेभलको चाहिँ दिन्छ है त। यो मेन यो लेभलको चाहिँ हामीलाई लोड इन्टेन्सिटी दिन्छ, लोड दिन्छ। र यसको युनिट पनि हाम्रो हुन्छ किलोन्युटन पर मिटर है, किलोन्युटन पर मिटर। र यो युनिफर्मली भेराइङ लोडमा के हुन्छ मेन भन्दाखेरि यो सर्टेन बीमको सर्टेन लेन्थमा युनिफर्मली भनेको एकनासली भनेको यहाँदेखि यहाँसम्मको डिस्टेन्स त सेम हुन्छ हैन, यहाँदेखि यहाँसम्मको पनि डिस्टेन्स सेम हुन्छ, तर यो लोडको इन्टेन्सिटी चाहिँ फरक हुन्छ। जस्तै यहाँ 10 किलोन्युटनको लोड लागिरहेछ अथवा फोर्स लागिरहेछ भने यहाँ चाहिँ 20 किलोन्युटन, यहाँ 15 या 30 यसरी हैन, यसरी इन्टेन्सिटी चाहिँ फरक पर्ने गरी यहाँ युनिफर्मली लोड लागिरहेको हुन्छ। यो चाहिँ हाम्रो ट्रायंगुलर शेपमा छ भने अब इक्जाम्पलको लागि हामीले लिगम यो मानम यो जुन यो लागिरहेछ यो हाईएस्ट इन्टेन्सिटीको लागिरहेछ र यसरी यो न्युमेरिकलमा चाहिँ यसरी भ्यालु दिन्छ के। ल मानम यो 50 किलोन्युटन पर मिटर भनेर यो युभीएल को यो लोडको इन्टेन्सिटी दियो हैन। अनि यसको चाहिँ स्प्यान भनेको चाहिँ मानम ल 2 मिटरको स्प्यान छ भनेर यसरी दियो भने हैन। यसरी अब न्युमेरिकल सल्भ गर्दा चाहिँ के गर्नुपर्छ भन्दाखेरि सुरुमा चाहिँ यसको पोइन्ट लोड निकाल्नु पर्ने हुन्छ हैन। पोइन्ट लोड निकाल्नको लागि अघि हामीले युनिफर्मली डिस्ट्रिब्युटेड लोडमा के गर्थ्यौं, नर्मली हामीले एरिया निकाल्थ्यौं, यसमा पनि गर्ने सेम नै हो। यसमा कस्तो टाइपको शेप छ हैन, शेप हेरौँ त। यसमा शेप हाम्रो के छ, ट्रायंगुलर शेप छ भनेपछि पोइन्ट लोड निकाल्नको लागि एरिया अफ ट्रायंगल गर्नु पर्यो हैन। एरिया अफ ट्रायंगल भनेको 1/2 बेस इन्टु हाइट हो। बेस भनेको हाम्रो कति छ, यहाँदेखि यहाँसम्म स्प्यान भनेको 2 मिटर छ इन्टु हाइट, अथवा हाम्रो यो यहाँ टप हाईएस्ट लेभलको हाम्रो इन्टेन्सिटी कति छ 50 किलोन्युटन पर मिटर हैन। यो मिटर र यो मिटर काट्न पाइयो हैन, यो 2 र यो 2 काट्न पाइयो भनेपछि कति बाँकी रह्यो अब हाम्रो 50 किलोन्युटन। ल यो हाम्रो के भयो, पोइन्ट लोड भयो। यो हाम्रो पोइन्ट लोड हो भनेर हामीले कसरी चिन्न सक्यो भन्दाखेरि यसको युनिट हेरौँ न। यसको युनिट के छ हाम्रो किलोन्युटन हाम्रो यसको युनिट छ हैन। पोइन्ट लोडको युनिट भनेको चाहिँ किलोन्युटन हो। अब यो हाम्रो पोइन्ट लोड भयो। अब यो पोइन्ट लोड त यहाँ कुनै पोइन्टबाट पास हुनु पर्यो हैन। त्यो पास हुने पोइन्टलाई के भनिन्छ हामीले, पोइन्ट अफ एप्लिकेसन हैन, पोइन्ट अफ एप्लिकेसन। अब रेक्टेंगलको त डाइरेक्ट b/2 गरेर पोइन्ट अफ एप्लिकेसन आउँथ्यो, तर अब यो रेक्टेंगलको चाहिँ कसरी गरिन्छ भन्दाखेरि जस्तै एक्जाम्पलको लागि लिगम हामीसँग एउटा रेक्टेंगल छ। हामीले एप्लाइड मेकानिक्सको अघिल्लो च्याप्टरहरुमा यो सीजी निकाल्ने वाला च्याप्टरहरु हुन्छ नि, जुन सीजी निकाल्ने च्याप्टरहरुमा चाहिँ हामीले पढिसकेको हुन्छौं। यो सीजी कुनै पनि ट्रायंगलको सीजी निकाल्नको लागि मानम यसको यो बेस बी हो भने हैन, बेस बी हो भने यसको यो जुन सीजी यो पोइन्ट हुन्छ, यसको जुन सीजी यो पोइन्ट हुन्छ, यदि हामी यो पोइन्टबाट गयौं भने हैन, यो पोइन्टबाट यता जान खोज्छौं भने यहाँदेखि यहाँसम्म के हुन्छ 2/3 अफ बेस भनेको 2/3 इन्टु बी हुन्छ हैन, यहाँसम्म सीजी निकाल्नको लागि। यदि हामी यो साइडबाट जान्छौं, यो परपेन्डिकुलर भएको साइडबाट यताबाट जान्छौं भने यहाँसम्म पुग्दाखेरि हाम्रो कति हुन्छ 1/3 अफ बेस हैन, 1/3 अफ बेस। र यो कसरी पनि हामीले बुझ्न सकिन्छ अथवा यसको कन्सेप्ट के हो भन्दाखेरि यसको प्रुफ कसरी गर्न सकिन्छ भन्दाखेरि जस्तै हामीले मानम यो बेस 1 भयो हैन, मानम हाम्रो अर्को रेक्टेंगल बनाएर हेरौं हैन। मानौ हामीले यो रेक्टेंगलको बेस भनेको 1 छ, बेस भनेको 1 युनिट छ, यो युनिट जति नै हुनु भएन 1 युनिट छ भने अब यसको फ्र्याक्सनको हिसाबले हेरौँ है त। यो एउटा हाम्रो सीजी हो, यो ट्रायंगलको सीजी हो। यहाँदेखि यहाँसम्म हाम्रो कति हुन्छ रे, यहाँदेखि यो पोइन्टदेखि जान पर्यो भने यो चुच्चोदेखि जान पर्यो भने 2/3 अफ बेस, बेस भनेको 1 हो यहाँदेखि यहाँसम्म। अनि यहाँदेखि यो परपेन्डिकुलर बस्ने साइडदेखि जान पर्यो भने कति हुन्छ 1/3 अफ बेस भनेको 1 हो हैन। अब 2/3 अफ 1 भनेको 2/3। अब हामीले टोटल बेसको हैन, टोटल बेस निकाल्नको लागि यो टोटल लेन्थ निकाल्नको लागि के गर्नुपर्छ 2/3 प्लस
1/3 गर्नुपर्छ हो 2/3 प्लस यहाँदेखि यहाँसम्म प्लस यहाँदेखि यहाँसम्म भनेको 2/3 प्लस 1/3 हो। अब यो गर्दाखेरि के हुन्छ 3 एलसिएम आउँछ होल अपन 3 भइहाल्यो माथिको 2 प्लस माथिको 1 गर्दा यो भयो 2 प्लस 1 भनेको 3/3 3 गर्दाखेरि 1 हैन एन्सर हाम्रो 1 आउँछ भनिसकेपछि बेस हाम्रो कति थियो 1 भनेपछि यसरी हाम्रो प्रुफ भयो नि 2/3 र 1/3 गरेर टोटल बेस हुँदो रहेछ भनेपछि हाम्रो ट्रायंगलको हाम्रो यो केसमा हामीले यसको पोइन्ट अफ एप्लिकेसन कसरी निकाल्न सकिन्छ भने हाम्रो बेस कति छ स्प्यान भनेको हाम्रो 2 मिटरको स्प्यान हो भनेपछि अब यसको पोइन्ट अफ एप्लिकेसन निकाल्न पर्यो यो पोइन्ट देखि हामी सेन्ट्रोइड सम्म लेट हाम्रो सेन्ट्रोइड यो छ है मानम सेन्ट्रोइड यो छ भने यो पोइन्ट देखि हामी यता जान खोज्छौं भने यहाँदेखि यहाँसम्मको लेन्थ कति हुन्छ भनेको 2/3 अफ बेस भनेको हाम्रो के छ यहाँ लेन्थ दिइहाल्छ 2 हैन हाम्रो यहाँदेखि यहाँसम्मको हुने भयो स्प्यान भनेको 2/3 अफ बेस अनि हामी यो पोइन्ट देखि परपेन्डिकुलर वाला पोइन्ट देखि जान खोज्छौं भने यसको हुन्छ 1/3 अफ बेस भनेको 2 ल यसको पोइन्ट अफ एप्लिकेसन भनेको यो भयो अब भनेपछि यो पोइन्ट देखि चाहिँ हाम्रो पोइन्ट लोड पास गर्दै रहेछ पोइन्ट लोड कति छ हाम्रो 50 किलोन्युटन भन्ने पोइन्ट लोड चाहिँ हाम्रो यो पोइन्ट देखि पास गर्दै रहेछ यो चाहिँ हाम्रो यो कुरा सब कन्सेप्ट चाहिँ हाम्रो न्यूमेरिकलमा काम लाग्छ है जुन चाहिँ हामी अब नेक्स्ट अपकमिङ भिडियोहरुमा चाहिँ गर्नेवाला छौं न्यूमेरिकलमा काम लाग्छ अर्को बुझ्न पर्ने कुरा छ हामीसँग टाइप्स अफ सपोर्ट यो टाइप्स अफ सपोर्ट कतिवटा छ त भन्दाखेरि हामीसँग 3 वटा टाइप्सहरु छ जस्तै 1 मा छ हाम्रो रोलर सपोर्ट यो रोलर सपोर्ट भनेको कस्तो खालको सपोर्ट हो भन्दाखेरि सपोर्ट भन्ने कुरा बुझौँ है त पहिलो कुरा सपोर्ट भनेको के हो भन्दाखेरि कुनै पनि हाम्रो स्ट्रक्चरल मेम्बर जस्तै एक्जाम्पल लागि हामीले बीम हाम्रो बीम भनेको कुनै पनि एउटा यो स्ट्रक्चरल मेम्बर हो अनि यो चाहिँ रेस्ट गर्नुपर्छ हैन यो चाहिँ रेस्ट गर्नको लागि के यसलाई सपोर्ट दिनको लागि कुनै सपोर्ट सिस्टम चाहिन्छ के हैन कुनै पनि स्ट्रक्चरमा यो बीम रेस्ट गर्नको लागि एउटा सपोर्ट सिस्टम चाहिन्छ जसलाई सपोर्ट गर्नको लागि हामीले डिफरेन्ट टाइप्स अफ सपोर्ट्सहरुको हामीले युज गर्दै आइरहेका छौं हैन डिफरेन्ट टाइप्स अफ सपोर्ट चाहिँ हामीले युज गर्ने गरिन्छ जसमा फर्स्ट टाइप छ हाम्रो रोलर सपोर्ट चाहिँ कस्तो खालको सपोर्ट हो भन्दाखेरि यो यसको सिम्बलहरु कस्तो हुन्छ भन्दाखेरि यसको सिम्बलहरु चाहिँ यसरी देखाउन मिल्छ यो भनेको चाहिँ हाम्रो रिजिड सर्फेस अथवा हार्ड सर्फेस भनेर जनाउने गर्छ यो यसले हैन यो भनेको यो भइहाल्यो यसको सिम्बलहरु चाहिँ एउटा यो हुन्छ हैन अर्को चाहिँ हामीले यसलाई यसरी पनि देखाउन सकिन्छ यसरी अनि अर्को चाहिँ हामीले यसलाई यसरी पनि देखाउन सकिन्छ यो भनेको हाम्रो यो रोलर सपोर्टलाई देखाउने सिम्बलहरु हो हैन अब रोलर सपोर्टको मेन कुराहरु बुझौँ है त रोलर सपोर्ट कस्तो हुन्छ र यो रोलर सपोर्ट के गर्न सक्छ भनेर मानौं हाम्रो यो बीम छ हैन यतातिर एक्सटेन्ड भएको बीम छ र हाम्रो यहाँ एउटा रोलर सपोर्ट छ रोलर सपोर्टमा के हुन्छ भन्दाखेरि यो रोलर सपोर्ट चाहिँ एक्स एक्सिसमा भन्नुको मतलब यो होरिजन्टल एक्सिसमा एक्स एक्सिसमा चाहिँ फ्रीली मुभ गर्न सक्छ हैन यो हाम्रो रोलर सपोर्ट चाहिँ एक्स एक्सिसमा फ्रीली मुभ गर्न सक्छ भन्नुको मतलब एउटा एक्जाम्पल लिएर हेरौँ हामीले जस्तै यो एउटा हामीसँग रोलर सपोर्ट छ हैन एउटा हामीसँग रोलर सपोर्ट छ र यसमा हाम्रो बीम यो पेन्सिललाई मानौँ हामीले बीम एक्जाम्पलको लागि लियौँ हैन यो यदि हाम्रो यो रोलर सपोर्ट हो यो केमा बसिरहेछ त भन्दाखेरि यो एउटा रिजिड सर्फेसमा यहाँ बसिरहेछ भनेपछि यो एउटा हार्ड सर्फेसमा बसिरहेछ र यसको यहाँ माथि एउटा बीम छ
भनेपछि एक्स एक्सिसमा यो फ्रीली मुभ गर्न सक्छ भन्नुको मतलब के हो भन्दाखेरि यो चाहिँ यहाँदेखि गुडेर हैन यो सपोर्टसँग यो बीमलाई चाहिँ लिएर यो गुड्न सक्छ एक्स एक्सिसमा है होरिजोन्टल एक्सिसमा चाहिँ यो चाहिँ फ्रीली मुभ गर्न सक्छ र अर्को कुरा के हुन्छ भन्दाखेरि यसमा चाहिँ एक्स एक्सिसबाट रोटेसन लाग्छ भन्नुको मतलब यहाँ कुनै पनि फोर्स लाग्यो भने यो चाहिँ यसरी रोटेट हुन सक्छ हैन रोटेट हुन सक्छ र यो रोलर सपोर्टमा चाहिँ अब के बुझ्न सकिन्छ भन्दाखेरि यो पहिलो कुरा यो एक्स एक्सिसमा भनेको होरिजोन्टल एक्सिसमा चाहिँ यो फ्रीली मुभ गर्न सक्छ यो यता पनि जान सक्छ यो यता पनि जान सक्छ यो बीमसँग है त बीमसँग यो रोल भएर एक्स एक्सिसमा चाहिँ हिँड्न सक्छ र यसमा चाहिँ रोटेसन पनि मुभमेन्ट पनि लाग्छ हैन एक्स एक्सिसबाट यो मुभमेन्ट पनि लाग्छ भनेपछि यसको डिग्री अफ फ्रीडम कति भयो त भन्दाखेरि 2 हैन डिग्री अफ फ्रीडम 2 भयो अनि यसमा नम्बर अफ रिएक्सन कति लाग्छ त भन्दाखेरि नम्बर अफ रिएक्सन कति लाग्छ त भन्दाखेरि जस्तै एक्जाम्पलको लागि हैन यो एउटा रोलर सपोर्ट छ यो बीम छ यसमा अब यो केमा बसिरहेछ भन्दाखेरि एउटा रिजिड सर्फेसमा बसिरहेछ अब कुनै पनि लोड यो माथिबाट सिधै यो सपोर्टमा लाग्छ भने के हुन्छ त यो तल त हाम्रो के छ तल त हाम्रो के छ रिजिड सर्फेस छ हैन एउटा सर्फेस छ भनेपछि यो सपोर्ट तल जाने कुरो भएन भनेपछि माथिबाट कुनै पनि लोड लाग्छ भने यो सपोर्टले चाहिँ रेजिस्ट गर्नको लागि माथिबाट लागेको लोडलाई रेजिस्ट गर्नको लागि एउटा यहाँ रिएक्सन दिनुपर्ने हुन्छ हैन रिएक्सन फोर्स दिनुपर्ने हुन्छ जस्तो हामीले RY ले डिनोट गर्न सकिन्छ हैन RY भनेको y एक्सिसमा हैन y एक्सिसमा चाहिँ रिएक्सन लायो भनेर हामीले बुझ्न सकिन्छ है RY सो अब हामीले के बुझ्न सकिन्छ भन्दाखेरि रोलर सपोर्टमा चाहिँ नम्बर अफ रिएक्सन चाहिँ हाम्रो 1 नम्बर अफ रिएक्सन 1 अनि डिग्री अफ फ्रीडम भनेको चाहिँ के कुराहरुमा चाहिँ यो फ्री हुन्छ भन्दाखेरि एउटा होरिजोन्टल एक्सिसमा एक्स एक्सिसमा चाहिँ यो फ्री छ मुभ गर्न सक्छ र यसको यो एक्स एक्सिसबाट यसलाई यहाँबाट फोर्स दियो भने यो रोटेट पनि गर्छ भनेको यसको मोमेन्ट याम पनि यसको फ्री छ भनेपछि यसको नम्बर अफ रिएक्सन ओन्ली 1 भयो र यो रिएक्सन भनेको के हो भन्दाखेरि अब नर्मली बुझ्दाखेरि जस्तै कुनै पनि चीजमा हामीले फोर्स दिन्छौं भने त्यो फोर्सलाई रेजिस्ट गर्नको लागि त्यसले उल्टा दिने फोर्सलाई के भनिन्छ हामीले रिएक्सन भन्न सकिन्छ है रिएक्सन र यो रोलर सपोर्ट त भइहाल्यो अब हाम्रो अर्को छ हाम्रो हिन्ज अर पिन यसलाई चाहिँ IMMOVABL इम्मुभेबल हिन्ज सपोर्ट पनि भनिन्छ सो यो हाम्रो हिन्ज सपोर्ट अथवा पिन सपोर्ट बुझ्नको लागि हामीले सर एक्सप्लेनेसन पढ्यौं है त एक्सप्लेनेसनमा के भन्छ भन्दाखेरि हिन्ज सपोर्ट इज फ्री टु रोटेट अबाउट एक्स एक्सिस हैन बट restrained in X and Y axis अथवा direction. So reaction developed in these two axes, it has only 1 degree of freedom to rotate about Y axis भनेर भन्छ हैन र हिन्ज अर पिन सपोर्टमा के हुन्छ भन्दाखेरि यो चाहिँ एक्स एक्सिस तिरबाट रोटेट गर्न सक्छ हैन यसको मोमेन्ट चाहिँ लाग्छ तर यसमा चाहिँ एक्स एक्सिस को डाइरेक्सनमा र वाई एक्सिस को डाइरेक्सनमा चाहिँ यो मुभ गर्न सक्दैन भन्नुको मतलब यो चाहिँ एक्स र वाई एक्सिसमा अथवा डाइरेक्सनमा चाहिँ रिस्ट्रेन भएको हुन्छ र यसलाई चाहिँ हामी यता फिगरमा हेरौँ है त यसलाई हामीले यसको सिम्बलहरु चाहिँ यस्तो हुन्छ हैन यो ट्रायंगल बनाउने अनि त्यसपछि यहाँ तल यस्तो सर्फेस दिने अनि यो पनि यसलाई जनाउने सिम्बल हो अघि त मिस्टेक भएको छ हैन अघि यो जुन हामीले यहाँ गोलो बनाएको थियौं यो चाहिँ हैन यो मिस्टेक भएको छ यसमा चाहिँ रोलर सपोर्टमा चाहिँ दुईटा मात्रै यो रोल हुन्छ बल अनि यसमा चाहिँ अर्को यसको सिम्बल चाहिँ
यस्तो हुन्छ रोलर सपोर्टको जस्तै तर यसमा चाहिँ यो रोलर सपोर्टमा जुन यो यसमा बल थियो भने यसमा चाहिँ रोलर सपोर्टमा त्यो रोलर चाहिँ हुँदैन ओन्ली त्यो सर्फेस चाहिँ हुन्छ अब यो हिन्ज अर पिन सपोर्टलाई चाहिँ एक्जाम्पलद्वारा बुझ्ने कोसिस गरौँ है त एक्जाम्पल हेरेर जस्तै यो मानव एक्जाम्पलको लागि यो मेरो औँला चाहिँ यो हिन्ज सपोर्ट अथवा पिन सपोर्ट छ र यो पेन्सिल चाहिँ बीम छ हैन बीम छ भनेपछि अब हेरौँ है त यो एउटा फिक्स सपोर्ट हो हैन यो एउटा फिक्स सपोर्ट हो यो चाहिँ अब यो दब्ने कुरा भएन यो यताउति मुभ गर्ने कुरा नि भएन हैन अब पहिलो कुरा गरौँ यो एक्स एक्सिसमा रोटेट गर्ने कुरा जब यहाँ कुनै पनि यो साइडमा चाहिँ कुनै पनि फोर्स लाग्छ भने माथिबाट लोड आउँछ भने यो यसरी टर्न ओभर हुन सक्छ यो यसरी रोटेट गर्न सक्छ भनेपछि यसमा मोमेन्ट चाहिँ लाग्ने भयो है यसमा मोमेन्ट चाहिँ हुने भयो यसको रोटेसन हुने भयो यसको यो भयो मोमेन्ट हुने भयो अब जब यो सपोर्टको यो माथिबाट हैन यो सपोर्टको यो माथिबाट के हुन्छ हिन्ज अर पिन सपोर्टको यो माथिबाट कुनै पनि फोर्स यहाँ लाग्छ भने हैन यो त फिक्स छ तलपट्टि त यो रिजिड सर्फेसमा बसिरहेछ भने यो फिक्स छ यो दब्ने कुरा भएन भनेपछि यो फोर्सलाई रेजिस्ट गर्नको लागि यसले भर्टिकल डाइरेक्सनमा अथवा वाइ एक्सिसमा चाहिँ यसले रियाक्सन फोर्स दिनुपर्ने हुन्छ त्यसकारणले गर्दाखेरि यो हिन्ज सपोर्टमा चाहिँ एउटा रियाक्सन वाइ आयो हैन रियाक्सन वाइ आयो अनि त्यस्तै गरेर जसरी हामीले भर्टिकल डाइरेक्सनमा फोर्स दियो त्यसै गरी यहाँ हामीले यो बीममा बीमको होरिजेन्टल डाइरेक्सन अथवा एक्स एक्सिसमा हामीले यसरी यहाँ लोड दियो हैन यसरी यता यसलाई मुभ गराउन खोजियो भने यो मुभ हुँदैन किनभने यो चाहिँ फिक्स्ड भएर बसिरहेछ यो सपोर्टले गर्दाखेरि भनेपछि यसले होरिजेन्टल डाइरेक्सनमा पनि होरिजेन्टल डाइरेक्सनको लोडलाई पनि रेजिस्ट गर्नको लागि यसले एउटा रियाक्सन दिनुपर्ने हुन्छ होरिजेन्टल डाइरेक्सनमा हैन होरिजेन्टल डाइरेक्सनको रियाक्सनलाई आरएक्स भनेर जनाऊँ भनेपछि अब हामीले के बुझ्यौं भन्दाखेरि हिन्ज अर पिन सपोर्टमा डिग्री अफ फ्रीडम हैन डिग्री अफ फ्रीडम भनेको यसको 1 हुन्छ जुन चाहिँ यसको मोमेन्ट रोटेसन हो एक्स एक्सिसबाट यो रोटेसन हुन सक्छ भनेपछि यसको एउटा फ्रीडम भयो अनि यसको डिग्री हैन नम्बर अफ रियाक्सन्स यसको नम्बर अफ रियाक्सन कतिवटा रियाक्सनहरु हुने भयो त भन्दाखेरि एउटा भर्टिकल डाइरेक्सनमा हुने भयो एउटा होरिजेन्टल डाइरेक्सन भनेपछि टोटल दुईवटा रियाक्सन चाहिँ यस यो हिन्ज अर पिन सपोर्टमा चाहिँ आउने भयो अब अर्को लास्ट वान छ हाम्रो फिक्स्ड सपोर्ट भन्छ यसलाई फिक्स्ड सपोर्ट अथवा बिल्ट इन सपोर्ट भन्छ बिल्ट इन सपोर्ट यो फिक्स सपोर्ट भनेको चाहिँ के हो भन्दाखेरि एकदम फिक्स्ड भएर बसेको हुन्छ हैन यो चाहिँ फिक्स्ड सपोर्ट हुन्छ एकदम फिक्स्ड भएर बसेको हुन्छ अनि यसमा चाहिँ यो बीम हुन्छ यो फिक्स्ड भएर बसेको कारणले गर्दाखेरि यसमा चाहिँ रोटेसन पनि मोमेन्ट पनि लाग्दैन यसमा भर्टिकल पनि हुँदैन र होरिजेन्टल फोर्स पनि लाग्दैन हैन भनेपछि यसको डिग्री अफ फ्रीडम कति हुने भयो डिग्री अफ फ्रीडम यसको 0 हुने भयो यो कुनै पनि तरिकाले फ्री छैन हैन कुनै पनि तरिकाले फ्री छैन भन्नुको मतलब यसमा मोमेन्ट पनि आउँछ हैन यो फ्री छैन यसमा मोमेन्ट रियाक्सन पनि आउँछ यसमा भर्टिकल रियाक्सन अन वाइ एक्सिस हैन भर्टिकल रियाक्सन पनि आउँछ अनि यसमा होरिजेन्टल रियाक्सन पनि आउँछ आरएक्स किनभने यो फिक्स सपोर्ट हो यो फिक्स सपोर्ट हो यो मुभै गर्दैन के मुभै गर्दैन भनिसकेपछि जब माथिबाट भर्टिकल डाइरेक्सनमा लोड आयो भने यसलाई रेजिस्ट गर्नको लागि चाहिँ भर्टिकल डाइरेक्सनमा एउटा रियाक्सन दिनुपर्ने हुन्छ अनि होरिजेन्टलमा पनि दिनुपर्ने हुन्छ र मोमेन्टको लागि पनि एउटा रियाक्सन दिनुपर्ने हुन्छ भनेपछि यसमा डिग्री अफ फ्रीडम 0 हुने भयो र यसको चाहिँ नम्बर अफ रियाक्सन भनेको चाहिँ यसमा 3 हुने भयो ल अनि हामीले लास्ट बुझ्न पर्ने कुरा के छ भन्दाखेरि टाइप्स अफ बीम
यो टाइप्स अफ बीममा चाहिँ हामीले बीमहरु यहाँ धेरै प्रकारका छन्, जस्तै सिम्पली सपोर्टेड बीम, क्यान्टिलिभर बीम, फिक्स्ड बीम हैन, फिक्स्ड बीम, कन्टिन्युअस बीम, प्रप क्यान्टिलिभर बीम, धेरै प्रकारका बीमहरु छन्। तर हामीलाई चाहिँ यहाँ यो अहिले हाम्रो क्लास 11 मा चाहिने भनेको मेन भनेको एउटा सिम्पली सपोर्टेड हैन, सिम्पली सपोर्टेड बीम मात्रै हो हैन। अहिलेको लागि हामीलाई यो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ र क्यान्टिलिभर बीम पनि जान्नुपर्ने हुन्छ है। सिम्पली सपोर्टेड बीम भनेको चाहिँ कस्तो बीम हो भन्दाखेरि यो बीमको चाहिँ वान इन्डमा चाहिँ हिन्ज अथवा पिन सपोर्ट हुन्छ र अर्को इन्डमा चाहिँ रोलर सपोर्ट हुन्छ हैन, रोलर सपोर्ट हुन्छ। यस्तो खालको बीमलाई चाहिँ के भनिन्छ हामीले सिम्पली सपोर्टेड बीम। यसको चाहिँ सर्टेन यो स्प्यान हुन्छ हैन, ल यही बीमलाई नै हामीले के भन्ने हो सिम्पली सपोर्टेड बीम भन्ने हो। अर्को चाहिँ हामीलाई चाहिने अर्को छ भन्दा के छ भन्दाखेरि क्यान्टिलिभर बीम। क्यान्टिलिभर बीम भनेको कस्तो बीम भन्दाखेरि वान इन्डमा चाहिँ यसको फिक्स्ड हुन्छ हैन, फिक्स्ड सपोर्ट हुन्छ, अनि भर्खर हामीले हेरेको फिक्स्ड सपोर्ट हुन्छ र अर्को इन्ड चाहिँ फ्री हुन्छ। यो फ्री इन्ड हो, यो फिक्स्ड इन्ड हो, फिक्स्ड इन्ड हो। यसमा चाहिँ यसको यो स्प्यान हुन्छ, ह्याल हुन्छ। यस्तो खालको बीमलाई चाहिँ हामीले क्यान्टिलिभर बीम भनेर भनिन्छ। ल यसमा बुझ्नुपर्ने कुरा यति थियो। अब यो सबै कुराहरू हामीले यो कन्सेप्टहरु बुझेपछि हामीले यसको न्यूमेरिकल प्रब्लमहरु सल्भ गर्न सकिन्छ। यसको न्यूमेरिकल प्रब्लमहरुमा के भन्छ भन्दाखेरि क्याल्कुलेट द रिएक्सन्स अफ द फलोइङ बीम भनेर हैन, कुनै पनि बीममा लागेको रिएक्सन्सहरु चाहिँ क्याल्कुलेट गर्न भन्छ। त्यो चाहिँ हामीले अब नेक्स्ट भिडियोमा गरौँला। यो भिडियोलाई यति नै। क्लासमा हेर्नुभएको धेरै धन्यवाद।